हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई पिलुवा रियल इस्टेटको भिडियोमा स्वागत छ। आज फेरि पनि हामीले धरानको भोटेपुल एरियामा रहेको 8 धुरमा बनेको 2.5 तले घर है, 8.5 धुर भनौं टोटल एरिया बनेको घर चाहिँ बिक्रीमा आइसकेको छ। हामीले पहिला पनि यो घरको बारेमा चाहिँ तपाईहरुलाई जानकारी दिएको थियौं हैन। यो चाहिँ एकदमै भोटेपुलबाट नजिकै छ। अगाडि 20 फुटे बाटो, पिछुना चाहिँ बाँकी छ है। एकदम आकर्षक घर बिक्रीमा छ। तपाईहरुले पनि खरिद गर्नका लागि स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। आजभन्दा अगाडि पनि हामीले यो घरको बारेमा चाहिँ विस्तृत जानकारी सहितको भिडियो लगाएको थियौं भने आज पनि तपाईहरुलाई चाहिँ थप जानकारी सहित आज यो घरको बारेमा हामी तपाईहरुलाई चाहिँ भिडियो प्रस्तुत गर्न गइरहेको छौं। पिलुवा रियल इस्टेटले चाहिँ घर बिक्रीको लागि विभिन्न विज्ञापनहरु पहिला पनि यो घरको बनाएको छ र आज फेरि बनाउँदै छौं। तपाईले हेर्न सक्नुहुन्छ स्ट्रक्चर एकदम बलियो तरिकाले निर्माण गरिएको स्ट्रक्चर छ। आफै बस्नका लागि बनाइएको घर हो र एकदम दरो छ है। तपाईले पनि हेर्न सक्नुहुन्छ र यो चाहिँ ठ्याक्कै धरानको भोटेपुलमा गजरमुखी होटल भन्दा नजिकै रहेको घर छ। तपाईले पनि हेर्न सक्नुहुन्छ। अब यहाँ कतिवटा रुम छ लगायतको कुराहरु पनि तपाईहरुलाई चाहिँ हामी जानकारी गराउने छौं। हेर्न सक्नुहुन्छ तपाईहरुले है। यो चाहिँ यहाँको ग्राउन्ड फ्लोर रहेको छ। ग्राउन्ड फ्लोरमा तपाईहरुले चाहिँ एउटा टोयलेट बाथरुम पाउनुहुन्छ। त्यस्तै गरी तपाईहरुले चाहिँ यहाँ हैन रुम पनि पाउनुहुनेछ। यो एउटा रुम भयो। त्यस्तै गरी यहाँ एउटा तपाईहरुले चाहिँ सिटिङ स्पेस भनौं न त्यो पनि पाउनुहुन्छ र यो अर्को रुम छ। लगभग तपाईहरुले यसमा 3टा रुम, एउटा सिटिङ स्पेस र तपाईहरुले यहाँ अगाडि थोरै बस्नका लागि स्पेस पाउनुहुन्छ। यो चाहिँ तपाईहरुको चाहिँ ग्राउन्ड फ्लोर भयो र त्यस्तै गरी अब हामीले अरु जानकारीहरु पनि तपाईलाई दिने छौं र अब हामीले चाहिँ सेकेन्ड फ्लोर र यसको छतहरु पनि हेर्ने छौं है। तपाईले हेर्न सक्नुहुन्छ एकदम आकर्षक घर छ। तपाईहरुले खरिद गर्न चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा अहिले नै सम्पर्क गर्नुहोस्। रेसिडेन्शियल एरियामा भएको घर, हस्पिटल, स्कुल, कलेज, पुलिस स्टेसनहरु सबै यहाँबाट चाहिँ नजिक भएको हुनाले तपाईहरुको लागि चाहिँ एकदम बस्नका लागि चाहिँ राम्रो आवासीय क्षेत्रमा रहेको घर छ है त। यो चाहिँ तपाईहरुको सेकेन्ड फ्लोरको है। यो चाहिँ तपाईहरुको सेकेन्ड फ्लोरको सिटिङ स्पेस हो र सेकेन्ड फ्लोरमा चाहिँ तपाईहरुले चाहिँ किचन पाउनुहुन्छ एउटा। तपाईले हेर्न सक्नुहुन्छ। तपाईले चाहिँ एउटा किचन पनि पाउनुभयो र त्यस्तै गरी यहाँ चाहिँ एउटा रुम र अर्को यतापट्टि पनि अर्को रुम छ। यो चाहिँ लक छ जस र त्यस्तै गरी तपाईहरुले बाहिर बस्नका लागि चाहिँ एउटा बाल्कनी स्पेस पनि पाउन सक्नुहुन्छ है त। ल त्यस्तै गरी अब यो चाहिँ हाम्रो सेकेन्ड फ्लोर भयो हैन। सेकेन्ड फ्लोरमा तपाईहरुले किचन पाउनु भयो, बस्नका लागि सेटिङ स्पेस पाउनु भयो र त्यस्तै गरी यहाँ पनि तपाईहरुले चाहिँ टोयलेट बाथरुम पाउनु हुनेछ र त्यस्तै गरी अब हामी चाहिँ छत पनि देखाउने छौं तपाईहरुलाई। तपाईहरुले छत पनि हेर्न सक्नुहुन्छ। एकदम आकर्षक घर छ है। एकदम बलियो मजबुत तरिकाले निर्माण गरिएको। अब यहाँ चाहिँ एउटा सानो स्ट्रक्चर एड अन गर्नु भएको छ उहाँहरुले है। ल यो चाहिँ छत भयो। छतमा चाहिँ तपाईहरुले यहाँ है फ्लावरहरु हेर्न सक्नुहुन्छ र थोरै भेजिटेबल्सहरु पनि लाउन सकिन्छ। र अब तपाईले स्पेसकै कुरा गर्नुहुन्छ भने एकदम रेसिडेन्शियल एरियामा रहेको यो घर ठ्याक्कै यहाँ माथि तपाईले गजरमुखी होटल पनि देख्न सक्नुहुन्छ। मेन रोड ठ्याक्कै है। तपाईले चाहिँ मेन रोडबाट पनि एकदमै नजिक अरु नयाँ नयाँ स्ट्रक्चरहरु पनि यहाँ बिल्ड भइराछ। तपाईहरु स्वयं आफैले पनि देख्न सक्नुहुन्छ भिडियोमा हैन। र यदि तपाईहरुले चाहिँ साइट भिजिटको लागि रिक्वेस्ट गर्नुभयो भने तपाईलाई साइट भिजिटमा पनि पिलुवा रियल इस्टेटले लानेछ। हेर्नु होला एकदम रेसिडेन्शियल एरियामा रहेको घर है। एकदम आकर्षक मजबुत बलियो घर चाहिँ तपाईहरुले नयाँ घर है चाहिँ तपाईहरुले खरिद गर्न सक्नुहुन्छ। आजै तपाईहरुले पिलुवा रियल इस्टेटसँग सम्पर्क गर्नु होला। यो घर चाहिँ तपाईहरुले एकदम मजबुत बलियो घर रहेको छ है। खरिद गर्नका लागि चाहिँ तपाईहरुले आजै पिलुवा रियल इस्टेटको स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्नु होला।